समय भन्ने कुरा कस्तो अचम्मको नि। एक समय हामी बालक हामी बच्चाहरू थियौँ होइन। आज हामी यो ठाउँमा आइपुग्यौँ। अब भन्दा भन्दै केही समय होइन हामी बुढो हुनेछौँ। अनि एक दुःखद दिन हामी यो संसारलाई छोडेर जानुपर्ने हुनेछ। अनि त्यसपछि के अर्को 50 वर्ष अर्को 100 वर्षपछि त्यसपछि के हुन्छ होला? त्यतिखेरको मान्छेहरूले जब हामीलाई देख्नेछ होइन, हाम्रो भिडियोहरूमा हाम्रो फोटोहरूमा, तिनीहरूले कसरी सम्झिन्छ होला हामीलाई? हामी पनि उनीहरू जति मान्छे हो होइन, जति उनीहरू बाँचेको हो हामी पनि त्यति नै बाँचेको। तर पनि त्यतिखेर त्यो कुरा फरक पर्दैन। Hello and namaste. Welcome to my show. सस्तो भन्दा सस्तो सो. I'm your host अजम्बर राई. तपाईहरु सबैजना कस्तो हुनुहुन्छ? सन्चै नै हुनुहुन्छ भन्ने म आशा गर्दछु। अनि तपाईहरुलाई सबैजनालाई फेरि पनि धेरै समयपछि यसरी देख्न पाउँदा म धेरै खुसी छु। र आशा गर्दछु तपाईहरु पनि खुसी हुनुहुन्छ। अनि के छ त गाइस? हामी कसलाई भोट गर्ने हो त गाइस? हामी कसले भोट गर्ने हो त? अब भोट गर्ने लायकको चाहिँ मैले दुईजना मात्र देखेको छु गाइस है। एकजना हुनुहुन्छ हाम्रो हर्क साम्पाङज्यू, अर्को हुनुहुन्छ हाम्रो पालेन साज्यू। त्यहाँदेखि मलाई उता मैले काहीँ केही पनि देखेको छुइनँ। म पोलिटिक्स त्यति फलो गर्दिनँ होइन। म पहिलादेखि नै मलाई झ्याउ लाग्थ्यो खास गरी भन्नुपर्दाखेरि होइन। म चोकमा जान्थेँ सानो हुँदाखेरि होइन। अनि चोकमा जान्थेँ कहिले कहिले अब के खानु होइन, खाजा खानु, थुक्पा सिङ्गडा के खानु जान्थेँ होइन। अनि त्यहाँ बुढोपाकाहरू अनि डिस्कस गर्ने क्या, डिबेट गर्ने होइन। पत्रिका होइन, पत्रिका हातमा हुन्थ्यो अनि चोकको बुढा बाजेहरूले डिबेट गर्ने, डिस्कस गर्ने। अहिले यस्तो यस्तो भन्दैछ, तपाईँलाई थाहा छ यस्तो यस्तो भन्दैछ अनि यस्तो। अनि अर्कोले भन्छ होइन त्यो त त्यस्तो हो, यस्तो पो हो त, यस्तो यस्तो यस्तो। अनि त्यो सुन्दाखेरि अनि के नि बुझ्दिनँ म, के थाहा छैन मलाई, इन्ट्रेस्ट छैन यो बारेमा। त्यस्तो सोच्थेँ नि। अनि आज पनि त्यही हो गाइस, आज पनि मलाई त्यति थाहा छैन पोलिटिक्सको बारेमा भन्नु पर्दाखेरि। तर पनि मसँग भन्ने कुरा धेरै इन्ट्रेस्टिङ कुरा छ गाइस, त्यही भएर काहीँ नजानुहोस्। म तपाईँलाई आज एकदमै राम्रो सिक्रेट भनेछु गाइस। तपाईँको माइन्ड ब्लोइङ हुनेछ कि गाइस, तपाईँको माइन्ड ब्लोइङ हुनेछ। अनि मैले देखेको त्यो दुईजना मात्र हुनुहुन्छ। एउटा अचम्मको कुरा, दुईजना मेयर होइन, भुपु मेयर होइन, दुईजना एक्स मेयर, कस्तो अचम्मको कुरा होइन। अनि दुईजनामा तर मैले देखेको, मेरो मनले खाएको एकजना तेस्रो हुनुहुन्छ। अनि म तपाईँहरूलाई आग्रह गर्दछु कि तपाईँहरूले पनि त्यो तेस्रो व्यक्ति जो हुन्छ उहाँलाई तपाईँ सपोर्ट गर्नुहोस्। अनि उहाँ हुनुहुन्छ हाम्रो राम्रो एक मात्र दुर्गेश थापा। हामी हेरेको हेरै हाम्रो दुर्गेश थापालाई गाइज सपोर्ट गर्नुहोस्। एभ्रिवान ल एभ्रीबडी हाम्रो दुर्गेश थापाजीले सपोर्ट गर्नुहोस् गाइज। कम अन गाइज, आम जस्ट जोकिङ गाइज, आम जस्ट जोकिङ। अभियसली उहाँले कुनै के भन्छ पोलिटिकल पार्टीमा इन्भल्भ हुनुहुन्न होइन, मैले जस्ट जोक गरेको। तर पनि म सोध्छु घरिघरि होइन, उहाँ केही हुनु भएन अनि उहाँले केही गर्नु भएन होइन। उहाँले इलेक्सन जित्नुभयो, उहाँ प्राइम मिनिस्टर हुनुभयो होइन। अनि टक्कसँगले चट्टसँगले यस्तो होइन, चस्मा लागेर यस्तो बस्नुभयो सानमा होइन, ठिक छ होइन ल। अनि उहाँलाई आएर होइन एउटा मूर्ख रिपोर्टर होइन, त्यो के भन्छ सारोमा पार्नु खोज्ने होइन, बेसी बाटो रिपोर्टर आएर अनि भन्नुहोस् प्राइम मिनिस्टरज्यू, अनि तपाईँले यो किन गर्नु भएन, अनि तपाईँले त्यो किन गर्नु भएन, अनि तपाईँले यस्तो भन्नुभयो त्यो भन्छ नि। अनि हाम्रो दुर्गेशज्यूले अनि यस्तो दुर्गेश
दुरेश दाइले यस्तो गर्नुहुन्छ अनि यस्तो गोजीमा हेर्नुहुन्छ चट्टसँगले अनि स्वाट्ट निकाल्नुहुन्छ के भनिस् हानिदिनुहुन्छ अनि सक्यो होइन अनि त्यहाँदेखि लवन भाइ अर्कोलाई भन्छ अर्को रिपोर्टरले भन्छ लवन भाइ के भन्नु छ अनि त्यहाँदेखि होइन कुरै फिनिस सो उहाँले त्यति मात्र गर्नुभयो भने पनि उहाँ प्राइम मिनिस्टर भएर होइन यसो उहाँ त्यसरी देखा पर्नु भयो भने पनि होइन जस्ट उहाँ प्राइम मिनिस्टर मात्र हुनुभयो बस त्यति पनि क्या त्यति नै काफी छ क्या आइएम जस्ट जोकिङ गाइज आइएम जस्ट जोकिङ सिरियसली नलेज जस्ट जोक गरेको गाइज होइन हामी जोक गर्दैछौँ गाइज रिल्याक्स ओके आइएम जस्ट जोकिङ हल्का रमाइलो फेरि अर्को समय भेटौँला बाई बाई एभ्रिवान जिन्दगी मेरो चोखो टिकटक हेर्दा हाँसो आउँछ तर वालेट भो खाली सस्तो भन्दा सस्तो मुटु छैन ब्रोखो तर मोबाइलमा नमाउन इमामा बिजी खाली सस्तो भन्दा सस्तो